अब हामीले चाहिँ यसमा साथीहरू अब प्याज हालिसक्यौँ। अब टमाटर एड गर्छौँ। टमाटर राखिसकेपछि यसलाई चाहिँ थोरै चलाइदिनु पर्छ साथीहरू। यसरी चलाएर मिक्स भइसकेपछि यसरी देख्न सक्नुहुन्छ साथीहरू। अब टमाटर यसरी राखेर फेरि हामी यसलाई बन्द गरिदिन्छौँ साथीहरू। जतिखेरसम्म हाम्रो टमाटर पाक्दैन त्यतिखेरसम्म ढोकेर राख्नुपर्छ। देख्न सक्नुहुन्छ साथीहरू, हाम्रो टमाटर चाहिँ पाकिसकेको छ है। अब हामीले चाहिँ यसलाई थोरै चलाइदिनुपर्छ। अनि चलाएपछि चाहिँ ताकि टमाटरको जुन ग्रेभी बनिएको छ त्यो हाम्रो मासुमा जो पाएको चाहिँ राम्रो तरिकाले मिक्स होस्, त्यो मासुलाई खुलाओस्। हेर्न सक्नुहुन्छ साथीहरू, हाम्रो मासु चाहिँ पाकेर अब खानालाई चाहिँ रेडी भइसकेको छ साथीहरू। हेर्न सक्नुहुन्छ है, यस्तो मजासँग पाकेको छ। अब यसलाई चाहिँ हामी निकालिदिन्छौँ साथीहरू। ल, हाम्रो मासु ब्लग्स चाहिँ आज यहीँ इन्ड हुन्छ। पक्कै पनि तपाईँहरू एकपटक बनाएर हेर्नु होला साथीहरू।